ब्लगर हो नि थाहा किन यसलाई? वेलकम टु मेरो ब्लग अंकल। के भन्न चाहनुहुन्छ मेरो ब्लगमा? ब्लगमा के भन्ने मैले? भन्नु के हजुरको दुई शब्द यस्तो मधुर बाणीबाट सुनाउनुस्। दुई शब्द मैले युज गरे। लिडर बनी छु भ्रष्टाचार नगर। हाम्रो केपी बा जस्तै तिमी दिन बन है। ल अब ल ल ल माथि ल ओए ताली बजा। मुख देखा देखाउनु पर्छ। लाइन लाग्छ कि घर अगाडि तिम्रो घरै चिन्दैनन् के? मेरो घरमा त किन आउँछन् र तिम्रो लाइन लाउनलाई? के भन्न चाहन्छौ मेरो ब्लगमा? पनिर बनाउँदै खुर्सानी काट्न पर्ने भयो केटाकेटी हो। म त केटाकेटी होइन है। दुईटी नानीहरूले चाहिँ खुर्सानी काटेछन् बिचरा डल्ले खुर्सानी, त्यो पनि डल्ले पठै फेरि आफूहरू जस्तै डल्ले। ल भव्य पिकनिक रमाइलो छ हाम्रो पिकनिक। यता पनिर बन्दैछ, यता पनिर ल काम गरेको नखिचम भनेको आउने भयो नि। कटिङ स्किल मात्र देखाके मुख देखाउनु पर्दैन। ल ल हेर त्यही भएर चाहेको नि। हल्का आगो फुका अरे आन्टीले भन्नुभएको। ढाकेको के आमामा दामी गरे नि केटाले, बल्ल हो नि ढाकेर पकाउनु। तर समात्ने भाँडो चाहिँ चाहिन्छ कपडा। एउटा झुम्रो ल्याइदिम। एउटा कपडा भए यसलाई टन्सिलको दबाई छ। नखाऊ सादा भात र रस मान्छे भगाउने आइडिया खाके मसँग। सानो मलाई अझै अझै मलाई लोके होइन देखाइहाल्नु। क्या मिठो भयो। कस्तो भछ भिनाजु? मेरो धन्न नाक राखिदियो दिदी, यत्रो तारिफ गरेको काम लायो। ये तो क्या मक्खा परिहिन्।
मासु पनि दामी गराइदिन्थ्यो तर म नआटेर हो कि छोरोसँग चालो केटोको कमाइ थ्याङ्क यू नमस्ते बुवा नमस्ते मेरो ब्लगलाई के भन्न चाहनुहुन्छ हजुरले ब्लग मेरो साथीहरूले हेरे हन यहाँ के भन्नुहुन्छ ल लाउनु यहाँ हेर्छन् के अहिले मैले घर घर पठाउने हो के साथीलाई कहाँ छन् उता खान यो साथीहरू हामीले यो मेरो हाम्रो कालीसित आफ्नो पाहाड जाऊ टाढा भयो नि तिमीहरूलाई धन्यवाद छ रमाइलो गर यहाँनिर रमाइलो माई कमेन्ट गरिदेऊ लाइक कमेन्ट गरिदेऊ च्यानललाई सब्स्क्राइब गरिदेऊ ल संस्करण गरिदेऊ कोही आएर पिकनिक आएर सुते हन् पिकनिक आएर को सुत्छ उहाँ सुत्नुहुन्छ हेर्नुहोस् उहाँलाई क्या सुत्नु भयो लुगा लागेर खरखर गर्यो अद्विक सुते हाल उठाऊ के दियो एकैछिन अनि हेरौँला के मैले स्प्राइट खाऊ फेन्टा खानला फेन्टा म त कोक खान्छु आउ यहाँ फेन्टा खानियो ए भगवान के खानियो यता भन्दा उता सर्नु पछाडी भाग मात्र के खान्छौ ल रुक मर्निङ गुड मर्निङ गुड मर्निङ हामी रिभर साइड आयौँ होइन रिभर साइड हो के अरे रिभर चाहिँ यस्तो हो माछा छोपेर देखाइदिउँ मैले मेरो खुट्टा भएन न कुचुल कुचुल गर्यो साथीहरू माछा छोप्दै छिन् है छोपिन साथीहरू माछा छोपेको त साथीहरू माछा छोपिन बहिनीले माछा छोप्न गइरहेकी छिन् ल पर्यो तैँले छोपेर देखा ल साथीहरू बहिनीद्वारा यो बहिनीको अपार असफलतापछि अब दिदीले माछा छोपेर देखाउँदैछिन् हेर मैले गाइजहरु बहिनीको अपार सफलतापछि तीनचोटीमा आयो बहिनीले बेस्ट अफ 3 हो क्या बेस्ट अफ 3 हो गाइज बाबा आउ आयो कति धेरै छन् आयो माछा छपेन छप्यो हातमा थियो आयो मेरो खुट्टाहरु आयो साथीहरु सम्बताले साथीहरु त कति क्युटी हो माछा वाउ लौ म तिमीलाई जीवन दान दिन्छु ल गाइस ल अब मेरो ताले साथीहरु माछा खाएको छु आयो खै हेर त मछली जल की पानी मछली रानी हो के रानी मैं महारानी हूँ छी साथीहरु माछा मर्यो मडरी गोलामा आएर माछा मारे हन ओ छोड्दे छी चिप्लिन्छ गाइस 270 रुपैयाँको चप्पल पनि हरेक चिप्लिन्छ पानीमा म त गए अब एक्लै माछा छोपेर बस यो पागल भइसियो हेर त धुरमुसले जस्तो एउटा खुट्टा माथि एउटा खुट्टा तल यो त यस्तो हुन्छ क्या यो चप्पल पागल जस्तो
हेट त यिनीहरू माछा सप्न आएर कहाँबाट आएको तिमीहरू हामी पनि बरघाटबाटै हो खदेऊ मेरो काटा गिफ्ट लेट्स गो साथीहरू ओए अर्पण हिँड छिटो दुईटै भाइहरू हिँड त रातिको बेला बस कुन भिडियो ए युट्युबमा हालिदिन्छु मैले आ उठा भाइ उठा भयो जामाऊ एक्लै नबस्ने उठा आउँछ अहिले आउँछ उठ होइन अर अङ्कित छिटो छिटो ठुलो माछा तै हो कि हाम्रो होइन ओ दाइ यसलाई हेर त सेम सेम है तिमीहरूको त लुगा कालो कट्टु सेतो प्यान्ट ए कालो कट्टु सेतो प्यान्ट अरे मैले के भनेको कालो कट्टु सेतो टी सर्ट ए सेतो हामी त मासु खानाको हामी 5 जना त यस्तो मिलेर हिँडे हामी हेर्नु साथीहरू खै उयो सानो मान्छे त बिलायो हाम्रो भाइ हो यो बडी तल्लाई फर्काउँछ के बडी भन्दा ओइ बिचमा हो त ज्ञानी भएर बस्यौँ दुध खाएर बुबु खाइन अब गमक्क परेर बस्यौँ तिम्रो मुखमा के छ गालामा यो गालामा के हो अमला बल छ के बल माया खडु आजको हाम्रो पिकनिक कस्तो लाग्यो मलाई रमाइलो लाग्यो खुसी लाग्यो अहिले के खानु भयो आजको पिकनिक बेला भन्नु रसबरी खाए अनि के खाए चिया खाए अनि के खाए पानी खाए कोक खाए अनि पानी खाए अचार खाए ल भयो मिठो भयो मिठो भयो ल अब हजुरले के खानु भयो आज मैले केरा खाए दुध खाए अनि पानी पनि खाए भन्नु न पानी खाए चिया पानी खानु भयो कस्तो भयो त हजुरलाई पिकनिक आज ल धन्यवाद आन्टी हजुरले के भन्न चाहनुहुन्छ मैले त पुलाउ खाएँ रोस्ट खाएँ अनि मासु खाएँ अचार खाएँ अरू ऊ खायो स्प्रेड खाइयो दही खाइयो खुसी एकदम पेट भरेर खै पेट ल भन के ए सुधार ल भन तिमीलाई कस्तो लाग्यो आजको पिकनिक मलाई त रमाइलै लाग्यो छि यति भन्नलाई पनि के खाइस् चटपट पाएको भए त खान्छिस् चटपट पाएको मेरो पेट त भोकै छ हजुरलाई कस्तो भयो आजको पिकनिक हाम्रो ल नाचेर देखाउन एकचोटि हजुरहरु त लुरी हुनुहुन्न त लुरी भन्दैन तिमीलाई कस्तो लाग्यो हाम्रो पिकनिक इनले मन परेन पिटिन इनले तिमीले के खायौ इनले लिटो खाइन् दुध खाइन् मासु खाइन् भात मासु त खाइन् सबै खाइन् लिटो खाइन् मान्छे भने एकपाटी खाइन् अनि केरा खाइन् त्यसपछि यस्तो गरिदिन्छु के यसको मुख मैले कस्तरी हानेको गालामा रातो भयो
घरै छन् कि अटोमा त फोन गर्न पाउने आउन टाइम लाग्छ चुम्पी भिडियोग्राफर दुश्मन हेरेको हेरै हजुरको दुश्मन छन् कि नै त्यसबाहेक को हेर्ने हो र खै कट्टा सट्टा किनेको भन्नुभयो के भन्नुभयो गीतमा कट्टा सट्टा फालिदिएर पिस्तल किन्देको भने ह ल गाइजहरु बाइ बाइ सबैजनालाई ह्याप्पी तिहार भयो हाम्रो त अब हामी घर हिँडेको बाइ